सन्चै हुनुहुन्छ? के छ तपाईँको वडाको खबर? सन्चै राम्रै होला। माथि लेकतिर तपाईँको के छ? हाम्रो त के गर्ने छ, त्यस्तै छ। खानालाई नुन छैन होइन, तेल छैन, अनि त्यहाँ बाटोघाटो छैन, तेलकोन्डा त्यस्तै। तपाईँको समस्यालाई पनि हामी सावधान गर्छौँ है। तपाईँको चाहिँ के छ खबर? अब त मेरो त के भन्नु, सब चिज भयो यो साल त। अब त्यही हो, चेक्कबाट शब्द त्यहाँबाट एमएलए त्यहाँबाट पक भन्दा त्यहाँबाट ममा समझ पक दिया जित्यो हमले अब के भन्ने के बात पक भन्यो के भन्यो भन्नुभयो जानबुझ। अब जानबुझ के दियो अब चापान नामले भन्नार निनो बेलपोरू मुनि नरोला अम्बो झाबडी हाम्रो ऊपर मेरो जिल्ला ल कसको झाको आएको बढ्याले अब यिनला चापान नान खर्च बिहाट बनाएर खसकाटमा खारिया रहेछन्। अब रुपे सकिएको अब यिनला चापानको व्यवस्था बढी गर्दैनौ ठेगाबाट त के त्यो तन मवादवालाहरूको जित्त नबुझेर खानाको बहुमत त हाम्रो गाँडा निल्दैन त समस्या त्यो छ नबरु भनेर नआग्यो तल्ला ठेगाबाट नदिएछ जम्मा आग्यो मवादी छ हाम्रो त बहुमत त पाउँछ तब त मुखा राम्रो काम गर भन्दा त त पलि हाम्रो चाहिँ पत्ता भयो। अब कति बदियो त मुन्जे तमलाई हामीले नदिए कुरा हामीले खल्ती पऱ्यो या गाह्रो थाहा भएन हाम्रो समस्या हुन्छ गरिराख्यो अलरेडी रे तसो क्या फसेको त्यही त तपाईँले वडा अध्यक्ष तब त वडा अध्यक्ष मत नपुग्दै आयो सोचेको बल माथिसम्म अहिले हाम्रा जोगुडामा दुई मूल्यान छन् भयो बेलपोर नाना खेलान इतना थिए भोल भोट हाल्ने बोरान अग्लो साल आइन भोटरन उनले विरोध करके आबाट हाम्रो पछाडिबाट हड्डी निकालियो। महिलालाई त सोही त दक्षिण पान्त मूल्य सबलाई दिएको थियो तर टाढो त मेरो साथ मेरा घरलाई काम लाग्ने काम त्यो टावर नदी ना यार तन तमरा वडामा मोबाइल ढङ्गा नआएन महँगा फोन नआए तन भन एक नयाँ मोबाइल लेखा हुनु भयो तनखा एकदम टेक्नो फोन लेखा हुन 4G नचले दुनियाँ मुखा हुने त्यो कुरा गरन्छ यार बजेट हाले हाम्रो काम बिजुली पुग्या यार त्यो केन्द्रीय बजेट हो त्यो केन्द्रीय अरे जहाँको बजेट हुन्छ मेरो नाम राख्ने यार मेरो नाम राख त मा काङ्ग्रेसले हाले बजेट हो काङ्ग्रेसले हाले भन्दा मेरो युवानीहरूले हाले बजेट भनेर अब तले 3 नम्बरमा आलो त डोरे हामीले पारे 4-5 वर्ष हो गयो कि नानी टम्बल चलाइराख्यो उनवटा अध्यक्षकै घर कति निठुन है हो त के हुन्छ अब तमरा न आएल तमले नआयो भन्नु न हाम्रो मनिको चलन छ भन्नु काङ्ग्रेस हो नि त तमले आफ्ना ठाउँबाट आफूले भन्नुभयो कि मेरोमा टावर आन्न छ तमरो मोबाइलको प्रोब्लम हो इन त वडा अध्यक्ष त आएछ नि इन वडा अध्यक्ष त यहाँ थोडा ख्याल छैन भन्नारे तमले तमरा मोबाइल तमलाई म टेक्नो फोन साबर त ठिकै छ तर टावरको मूल नाम खन्दै राख्नु ल 2 महिना बाद थाकिने ल त्यो बर्खा महिना त भयो बादला आएन भण्डार हान्ने त्यो ठिकै छ कानुन शान्ति हालेर अब त नाम बिजुली गर्न खडा बोल दिएको त महिला सम्झिरहनु 2 नम्बर आजन्ताहरू गाल्दिए अरे तमरा जनतालाई भण थोक्का दिमाग युज गर त्यो तमरा गाउँको खाना पुरै धुरासम्म जाने हो उन्जिया सब गाउँमा जाने भन्नुभयो त मिला अर्का वर्ष उन्जिया जन्जिया ममा बिजुली आने उन्जिया हाम्रो सरकार चेन्ज हुने हो मेरो अर्को हालो तम चेन्ज हुने म चेन्ज हुने उन्जिया हाम्रो जतो रमगान हो बिजमल गराउने राम्रो हो चापान त तमले ल जान्ना भ्या पन्ना हो कि वडा अध्यक्ष जी अब गुरु कि आफ्नो ल थोडा उ छ बाहिर थाहा भएन हामीलाई कुरा भित्रको कुरा बाहिर नहाल्नुपर्यो मेन त अब 3 तार हामीले हालिदिएको छु हाम्रो बिजुली लाने ग्यारेन्टी हाम्रो न 3 अर्का बेला हामी ठिक छ त्यो धुरा जाने भन्नुभयो गरे एक त फर्स्ट हामी तमलाई टेक्नो फोन नाही यही साल हो र एक साल पोलो उठा खा अर्का साल टमरो उठा खला अर्का साल तार उठा खला इसो टावरमा त 2-3 महिनामा चाहिने हो न 2-3 महिना आएपछि बर्खा आयो भन अब 5 वर्ष काङ्ग्रेस हाम्रो रोड भएन भने रोडको मुद्दा उठा रोडलाई थोडा बहुत खाले क्लिन गरिदिन 2-4 लाख
अर्कोमा 2-4 लाख गरेर तम्रो चाह मान्नुपर्छ अनि हजुर अब मेरो तामाङ दिन आएको छ उनीहरू मान्छेसँग जानु पर्यो थोक्का अब म पनि धेरै होइन बिजी मान्छे छु काठमाडौँतिर जानुपर्ने छ महिनाको 15 दिन काठमाडौँतिर बिताउने आजभोलि त्यो अब त्यही उतै काम पर्छ मेरो अब यतातिर ठिकै छ अब मैले त्यो सब कुराहरू मिलाउनु पर्ने हो तपाईहरू हाम्रो जति पनि अध्यक्ष हुनुहुन्छ मिटिङ बस्ने काङ्ग्रेसको मात्रै सेपरेट मिटिङ बस्ने यो माओवादीलाई कसरी ओडाबाट सिद्ध्याउने अर्को सालमा पुरै ओडामा हाम्रो बहुमत हुनुपर्छ भनेर त्यो कसरी हुन्छ त्यो निकाल्नु होला तपाईहरू म चाहिँ काठमाडौँ गएर मिटिङ गरेर आउँछु तपाईहरूको लागि चाह पानीको व्यवस्था पनि उतै गर्छु ल